गरुड वर्गको बारेमा अथवा डुग्लोको मानिसहरूको स्वभाव के कस्तो हुन्छ त्यसको विषयमा चर्चा गर्न गइरहेको छु। सुरुमा के बताएको छ भने रङ्सी दुग्रुदेन भनेको छ। यो गरुड वर्ग अथवा डुग्लोको मान्छेहरूको स्वभाव अलिकति कठोर निर्दय खालको हुन्छ भनेको छ। त्यसपछि चेतुङ यो भनेको स्वभाव कठोर र निर्दय भए पनि यो वर्गको मान्छेमा मनभित्र दया माया र करुणा चाहिँ रहिरहेको हुन्छ भनेको छ। बाहिरबाट रिसालु र क्रोधित रूप देखिए पनि भित्र मनमा त्यस्तो छैन, मन पूर्ण रूपले दया माया र प्रेमले युक्त छ भनेको छ। त्यसपछि जवा सङ्गो डुब्दो हचङ छे भनेको छ। राम्रो खालको कामहरू गर्ने, अरूलाई नमुना देखाउन सक्ने खालको काम गर्ने, नाम चर्चा हुने खालको प्रख्यात कामहरू गर्ने इच्छा एकदमै ठुलो भएको छ भनेको रहेछ। यसै गरी लोरिक्सल भनेको यो वर्गको मान्छेहरू एकदमै राम्रो बुद्धि र तेजिलो दिमाग भएको, जुन काम कुरो गरे पनि राम्रोसँग जान्ने, जुन कुरा सिके पनि चाँडै सिक्न सक्ने क्षमता भएको मान्छे रहेछ। वहाँ त्यहाँ चवा चिसी डुब्ज्याङ युन मिरिङ वे लेक डुब्का भनेको छ। यो गरुड वर्षको मान्छेहरू बुद्धि एकदम राम्रो भएको हुनाले सबै कुरो सजिलैसँग सिक्न सक्ने क्षमता भए तापनि काम गर्दाखेरि कामलाई लामो समय दिन नसक्ने, छिट्टै कामको फल र नतिजा चाहिहाल्ने, काममा धैर्यता र सहनशील नभएर आफूले गरेको कामलाई निरन्तरता दिन नसक्दो रहेछ, जसले गर्दाखेरि काम गरेको सफल हुन नसक्ने रहेछ। त्यो सफल हुनको लागि अल्छी र हतार नगरेर लगातार रूपले आफूले गरिरहेको कामलाई ध्यान दियो भने सफल हुँदो रहेछ भनेको छ। छि चुने चुङचुक्याङ नम हिया मेसेन चोरचे भनेको छ। यो गरुड वर्षको मान्छेहरू बाहिरी रूपमा हेर्दा अथवा अनुहारमा हेर्दाखेरि अलिकति रिसालु र घमण्डी खालको देखिन्छ भनेको छ। तर पनि भित्रको मन चाहिँ अति कमालो छ, पवित्र छ, जहिले पनि अरूको लागि सोच्छ, आफूलाई भन्दा बढी अरूले प्राथमिकता दिन्छ, आफ्नो कामलाई छोडेर अरूको काममा सहयोग गर्छ, मनमा स्वार्थ छैन भनेको रहेछ। सुन्नु एक चेतुङ्गी ढुङ्गल यो भनेको छ। यो गरुड वर्षको मान्छेलाई युवा युवतीको बेलामा मायाको पीडा हुने रहेछ भनेको रहेछ। माया जालमा फसेर माकुराको जालमा किरा फसेको जस्तै निस्किन गाह्रो भएर दुःख पीडा हुन्छ भनेको रहेछ। ल्यावाङ चुङसङ भनेको यो गरुड वर्गको मान्छेहरूको भाग्य चम्किलो रहेछ, भाग्यले जहिले पनि साथ दिन्छ भनेको रहेछ। सुन्नुक मिछिन्द ठेने जावा थम्चे डुब भनेको छ। यो गरुड वर्षको मान्छेहरू युवा अवस्थामा कुनै ठुलो मान्छेसँग भेटेर काम गर्यो भने सबै कामहरू सफल तरिकाले गर्न सक्छ। त्यसकारण युवा युवतीको बेलामा आफूभन्दा माथिल्लो स्तरको मान्छे अथवा पद प्रतिष्ठा भएको व्यक्तिहरूसँग सम्पर्क गरेर काम गर्नु महत्त्वपूर्ण रहेछ। लोसुम्जु सिप्चुई कप तेन्द्र सङ्जुमे भनेको छ। र पछि उमेर बढेर करिब 30-40 वर्षको पुगिसकेपछि त्यो अवसर पाउँदैन भनेको रहेछ। अथवा उमेर 30-40 काटेपछि उच्च पदमा भएको व्यक्ति अथवा ठुलो मान्छेहरूसँग मिलेर काम गरे पनि सफल हुन र आफूले सोचेको जस्तो काम बन्न मुस्किल छ भनेको रहेछ। त्यसपछि फेरि के भनेको रहेछ भने ग्याल्खा थुप्को न दुख्रु गोला भनेको छ। यदि तपाईँ जीवनमा जित हासिल गर्न चाहनुहुन्छ भने अथवा आफूले सोचेको जस्तै जीवन जिउन चाहनुहुन्छ भने काममा मेहनत गर्नुपर्छ, दुःख कष्ट गर्नुपर्छ भनेको रहेछ। यदि मात्र होइन, युन रिङ्गो पनि भनेको छ। यसको मतलब काममा मेहनत र दुःख कष्ट गर्ने मात्र होइन, त्यो कामलाई लगातार रूपले लामो समयसम्म गर्नुपर्छ, 2-4 दिन गरेर छुट्नु हुँदैन भनेको छ। त्यसपछि च्यौ चिवा चलोवा सुङ डोक्लासङ भनेको छ। गरुड वर्गको मान्छेले जीवन साथी अथवा जीवनमा साथी मित्र बनाउँदाखेरि 12 वर्षको मान्छे, यसै गरी मुसो वर्गको मान्छे र 4 वर्गको मान्छेसँग नाता गोता र साथी मित्र बनायो भने राम्रो हुन्छ भनेको छ। त्यसपछि अन्तमा जवा खङसँग रङ्गिर किल्ले लप्रसँग भनेको छ। यो गरुड वर्षको मान्छेले जीवनमा जस्तो सुकै काम अथवा व्यापार व्यवसाय गरे पनि राम्रै हुन्छ भनेको रहेछ, जुन काम गर्दा पनि फलिफाप हुन्छ भनेको रहेछ। र विशेष गरी आफ्नो व्यक्तिगत व्यापार व्यवसाय गरे भने बढी लाभदायक र फलिफाप हुन्छ भनेको रहेछ।